2025 May 31 or Nepali date Jet 17 ma me and Arjun bhai went to Nuwakot for the first time. From KTM to Nuwakot, the distance is around 58 km. हामीले त्यहाँ जाँदा अथवा त्यहाँ पुगिसकेपछि दुईवटै कुरा एक्सपिरियन्स गर्यौं, राम्रो र नराम्रो पनि. And for that you need to watch the whole video. This is a video kind of small vlog, dog, जे भने पनि. First and foremost भिडियो स्टार्ट गर्नलाई घरबाट त निस्किनु पर्यो नि. ल we are going भर्खर प्याकअप गरेर we are going to नुवाकोट. धेरै नबोलौँ अब, योदेखि धेरै बोल्नु हुन्न रे. अस्ति धेरै बोलेर भ्लग बिग्रिया. हामी चाहिँ अहिले माछा पोखरी छौँ. के भन्छ लोकेसन हेर्नु लाग्यो. यो पटक हामीले नुवाकोट जाँदा सबभन्दा प्रब्लम केसमा भयो त सबभन्दा के लाइक पहिला पनि हुन्थ्यो तर यो पटक चाहिँ अति नै प्रब्लम भयो के केसमा भन्दा बाटो नभेटेर लोकेसन फाइन्ड आउट गर्न यति प्रब्लम भयो नि हामीलाई. अंकल नुवाकोट जाने बाटो यही हो. दिदी नुवाकोट जाने बाटो कतातिर दाइ नुवाकोट जाने बाटो कता अंकल हामीले फेरि यता पठायो त कता कता उ बाटो जाने छारे बाटो जाने छारे बाटो जाने भए सिधै जानु यही बाटो सिधै जानु हो र टोखो भएर जान लाग्ने. हजुर हजुर फेरि भुलिम पनि आउँछ है फेरि भुलिम पनि सोध्न आउँछ. नुवाकोट जाँदाखेरि यति कन्फ्युज भयो यति मान्छेले सोध्यो. यो म्यापले हामीलाई कुन कुन गल्लीमा छिरायो. तपाईँ कति हामी 15-20 मिनट चाहिँ यता त घुम्यौँ होला कि भाइ. फाइनल्ली बाटो पाए यस्तो छ. आफ्टर त्यो बाटो फाइन्ड आउट गरिसकेपछि हामी त्यो उकालोतिर लाग्यौँ. खास त्यो उकालो चढेर फेरि उकालो झर्नु पर्दो रहेछ कि नुवाकोट जानलाई. एन्ड त्यो जति उकालो जाँदै थियौँ त्यति नै मलाई त्यो गाउँतिरको भाइ सारेको थियो क्या. त्यो जङ्गलको पुरा जङ्गल बिचको बाटो होइन. अनि त्यो फ्रेस एयर त काठमाडौँको केओसमा पल्युसनमा पाउन त अति नै गाह्रो हो नि त. घामसँगै डुलिआए उकाली ओह्राली गरी म त भेट्न आएको गाउँघरै डोराली मुहारैमा क्रिम पाउडर धसेर बोआथे गोरो गोरो काले मोरो नाचिनेछ गाँठे मलाई. के भन्छ अरे तिमीहरू के भन्छौ. आरु बखरा धेरै पछि खाइयो अरे आलु बखरा. कसैसम्म तिमीहरू कहाँ खान्छु अगाडि यहाँ बस्नु न बरु. कहाँ अगाडि बस्छ नि खानु परेन बाइक चलाउँदै. आकाशमाथि उडेको चरी झै यो मनले त रोजिसके. मलाई अहिले यो मोमेन्टमा कुन गानाको याद आइरहेको थाहा भाइ. आए हो मेरे जिन्दगी में तुम बहार बनके नै लाइक त्यस्तो टाइपको भाइब्स आइरहेको क्या यसमा. तिमीलाई छैन. आए हो मेरे जिंदगी में तुम बहार बनके मेरे दिल में यूं ही रहना. हाय मेरे दिल में यूं ही रहना तुम प्यार प्यार बनके. We are here in हामी कन्फ्युज भयौँ के यो. We are here in के भन्छ भाइ यो ठाउँको नाम के रे आर्जन यो ठाउँको नाम के थाहा छैन. हामी खास दरबार एरियातिर जाने हो. यहाँनिर 6 किलोमिटर छ डुडे नुवाकोट भए 6 किलोमिटर लेखा छ तर बाटोला सफा छ कि. हजुर अङ्कल 6 किलोमिटर भने त 6 किलोमिटर धेरै टाढा हो कि यस्तो बाटो. बाटो राम्रो छैन फेरि एकदम अफरोड छ. के गर्ने उधार जाने छरे बाटो कसले भन्यो डबल छ अति गर्नुभयो कि यार. के हुन्छ भने चलाउनु सकिहाल्यो नि सकिहाल्छ.
जेन्युनली भन्दा जब हामी त्यो नुवाकोट पुग्यौँ नि नुवाकोट पुगेपछि त्यो मेरो एक्सपेक्टेसन जति थियो नि त्यसको त्यो 50% पनि फुलफिल भएन कि मैले अति नै धेरै इमेजिन गरेर गएको रहेछु सायद हामी गलत टाइममा पनि गयो होला त्यो दिनको पुरा चक्को घाम लागिरहेको थियो कति गर्मी हो नुवाकोट गलत टाइममा गए जस्तो लाग्यो मैले के सोचिरहेको थिएँ भने त्यहाँ त जाडो हुन्छ होला अलि चिसो हुन्छ होला जस्तो लागिरहेको थियो त्यहाँ त काठमाडौँभन्दा पनि गर्मी थियो कि हाउएभर त्यहाँको स्टिल सर्ट खिच्न चाहिँ बवाल थियो स्टिल सर्ट्स वेयर अमेजिङ दामी How are you? Bye bye. रिलेसन राख्नु कहिले म भेट्न खोजिरहेको थिएँ सुतेको रहेछ कि अहिले को सुतेको पृथ्वीनारायण शाह कहाँ सुते त्यहाँ माथि सुतिरहेछ अरे भित्र अहिले उठाउने होइन जाम अहिले उठ्दैन भन्दैछ कि हो र किन नास्ता खाने रोड चाहिँ हिजो राति वाइल्ड ज्याप भएछ अहिले हामी चाहिँ तल के अरे भाइ दरबार स्क्वायर र माथि सोयमा घुमेर आयौँ अलिक ढिला आएर त्यति हतारमा त्यस्तो केही खिच्न पाइएन म्या खिच्न ल ल ल खिच्न पाइएन अनि अलि हतार भयो कि हामी बिहान 11 बजीतिर हिँडेको यताउता गर्दा बाटो भुलेर बाटो सोद्धा टाइम गइहाल्यो अब हामी चाहिँ धरना जान्छौँ हेर्नु कहाँ पुग्यो गाइस त वेयर रिच दिन अघिको ठाउँ के देखाएको अब यो ठाउँ अघि देखाएको थियौँ नि हामी अघि यताबाट गएको अहिले आउँदाखेरि चाहिँ सर्टकट यो आएको ठिक गरेर होइन एकदम राम्रो गरेर किनकि जाँदाखेरि बाटो नै छ नि त चाक चाहिँ बबाल दुख्यो अनफर्चुनेटली त्यो दिन सनसेट पनि राम्रो भएन क्या त्यो बादल लागे जस्तो पानी पर्ला जस्तो गऱ्यो त्यस्तो केही पनि भएन कि त्यो होइन बट त्यो हामी त्यो एउटा छरे झर्ना भन्ने रहेछ त्यहाँ जाने प्लान गरायौँ अनि प्लान गरायौँ भन्दा नि पहिले थियो त्यसको लागि बाटो चेन्ज गरेर उकालो चढ्नु पर्दो रहेछ जब त्यो माथि गइरहेको थियौँ नि अघि भने जस्तै त्यो मजाको कि गाउँको पुरै भाइब्स के होइन त्यो हुन्छ नि खेतमा मल होइन केराको बोटहरू एन्ड त्यो स्मेल हुन्छ नि एउटा त्यो कसैलाई माटोको स्मेल मनपर्छ त्यो भिजेको टाइपको भिजेको माटो होइन आकाशबाट पानी परेको अहिले हामी ठुलो झरनामा आएको छौँ यहाँ दुईवटा झरना रहेछ एउटा ठुलो झरना एउटा सानो झरना उकालो चढ्दुनु पर्दो रहेछ अहिले जाँदाखेरि आउँदाखेरि ओह्रालो भयो जाँदाखेरि चाहिँ हाम्रो ला जस्तो चाहिँ छ यसले के बोलिरहेको छ गर्मी कति गर्मी हो यस्तो ठाउँमा पनि यार वाइल्डै गर्मी क्या अब जाम यसो पऱ्यो भने बिना कट्टुकै नुहाइदिउँ न नि भाइ के छ र होइन कटुला खानु तिमीले कटुला छ किन छैन ल बाई बाई कति भयो भन्ने यार जाम यार नुहाउँ
आई थिङ्क हामीलाई यस्तो सानो ब्रेकहरू हुन्छ नि यस्तो चाहिँ चाहिँदो रहेछ क्या। मैले के सोच्थेँ भने टाढा गएपछि मनाङ मुस्ताङ गएपछि तेल्चोतिर गएपछि मात्रै आफूलाई फ्रेस गराउन सकिन्छ भनेर, त्यो चाहिँ रङ रहेछ क्या। मेरो मतलब त्यहाँ नजानी होइन कि, बट आफूलाई फ्रेस कुल आउट गर्न चिल आउट गर्नलाई चाहिँ आफ्नो नजिकको यस्तै प्लेसमा गएर पनि गर्न सकिन्छ भनेर नसोच्नु चाहिँ नराम्रो रहेछ कि। बुझिरहनु भयो नि मैले के भनिरहेको छु। फर इक्जाम्पल लास्ट विक हामी भक्तपुर गएको थियौँ नि, भक्तपुर गयौँ अनि त्यो छेउको जङ्गलमा गयौँ होइन। त्यहाँ गएर हामी नयाँ चिजहरू खिच्यौँ। हामी त्यो डेस्टिनेसन त्यति राम्रो नभए पनि बट त्यो जर्नी हुन्छ नि, त्यो जर्नी चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ क्या। त्यो हामीले जर्नीमा के गऱ्यौँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ क्या। थोपडा त हेर्ने जस्तो छैन यार, पसिना यार। यस्तो सानो कुरा हामी यस्तो बाहिर गएर नयाँ कुराहरू हेरेर सिकेर अथवा नसिके पनि त्यो एक्सपिरियन्स गरेर पनि प्रोडक्टिभिटी बढ्ने के, मलाई त्यस्तो फिल भयो क्या। बट मैले जुन दिन मैले मेरो रुममा आज रुममै सुट गरेर रुममै एडिट गरेर प्रन गरेर हुन्छु नि, त्यो दिन मेरो केही पनि भएको हुन्न क्या। जस्ट स्क्रलिङ गरेर मुभीहरू हेरेर गएको हुन्छ दिन। बट जुन दिन म बाहिर जान्छु, क्यामेराको अगाडि बोल्छु अनि केही कुराहरू नयाँ चिजहरू खिच्छु भनेपछि त्यो मैले त्यो जुन भिडियो बनाउँछु भनेर सोच्छु नि, त्योभन्दा इभन बेटर बनिदिन्छ कहिले। किनकि थाहा हुन्न नि त म बाहिर गएर खिच्छु भन्ने पनि थाहा हुन्न नि त। अब जे पनि हुनसक्छ बाहिर त, ब्लग भनेको त्यो कहिले चाहिँ इभन त्यो बेटर नै बनिदिन्छ क्या। एन्ड द्याट्स वाइ जर्नी इज इम्पोर्टेन्ट मोर देन डेस्टिनेसन। हिँडिरहेको भिडियो चाहिँ प्रायः जस्तो आउन गाह्रै हुन्छ, बट आई विल ट्राई माई बेस्ट टु अपलोड दिस काइन्ड अफ भिडियो। थ्याङ्क्स फर वाचिङ। अनि अर्को कुरा, डु सब्सक्राइब।